साथीहरु स्वागत छ लोकसेवा हस्पिटल युट्युब च्यानलमा। आज हामी बजेटको प्रश्न नम्बर 2 लिएर उपस्थित भइसकेका छौं। सर्वप्रथम हेर्नुस्, बजेटका उद्देश्य र महत्त्व बारे लेख्नुहोस्। यो हाम्रो प्रश्न रहेको छ। हामीले एउटा स्लोगन दिन सक्छौं, स्पेन्डिङ प्लान बेस्ड अन इन्कम एन्ड एक्सपेन्सेस इज बजेट। स्पेन्डिङ प्लान बेस्ड अन इन्कम एन्ड एक्सपेन्सेस इज बजेट। अब बजेटको एउटा परिभाषा दिनुपर्छ। सरकारको कुनै एक निश्चित समयावधिको अनुमानित आम्दानी र खर्चको विवरण तथा नीति र कार्यक्रमको दस्तावेजलाई बजेट भनिन्छ, जसलाई व्यवस्थापिकाले स्वीकृति दिएपछि लागू गरिन्छ। सरकारको कुनै एक निश्चित समयावधिको, यसमा निश्चित समयावधि हुन्छ। त्यो समयावधिको के त अनुमानित आम्दानी र खर्चको विवरण तथा नीति र कार्यक्रमको दस्तावेजलाई बजेट भनिन्छ। हामीले फोकस पोइन्ट गर्नुपर्छ। निश्चित समयावधि, आम्दानी खर्चको विवरण, नीति र कार्यक्रमको दस्तावेजलाई बजेट भनिन्छ, जसलाई व्यवस्थापिकाले स्वीकृति दिएपछि लागू गरिन्छ। यो भयो बजेटको परिभाषा। अब हामीले बजेटको उद्देश्य लेख्नुपर्छ। प्रश्नले उद्देश्यमा आउँछ, उद्देश्य फोकस गर्नुपर्छ। हेर्नुस्, यसको उद्देश्य रहेको छ राज्यको स्रोत साधनको आकलन गर्नु, प्राप्त स्रोत साधनको विनियोजन गर्नु, देशको आर्थिक वृद्धि हासिल गर्नु, राज्यभित्र आर्थिक स्थिरीकरण कायम गर्नु, प्राप्त आयको वितरण गर्नु, त्यसैगरी नीति क्रियाशीलताको आधार बनाउनु। यो भयो हाम्रो बजेटको उद्देश्य। त्यसैगरी अन्त्यमा छ भविष्यको निम्ति पुँजी निर्माण गर्नु। अब हामीले महत्त्व पनि सोधेको छ, त्यसमा एउटा भूमिका बाँधौँ। यसको भूमिकाको रूपमा लेख्न सक्छौँ हामी, बजेट बहुउपयोगी तथा विभिन्न किसिमको महत्त्व बोकेको आर्थिक दस्तावेज हो। यसका महत्त्वलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ। हेर्नुहोस्, यसको पहिलो महत्त्व रहेको छ गरिबी निवारणको लक्ष्य हासिल गर्नु, आर्थिक वृद्धि र आर्थिक स्थायित्व हासिल गर्नु, त्यसैगरी स्रोत साधनको समुचित प्रयोग गर्नु, आर्थिक तथा सामाजिक विकास गर्नु, सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु, त्यसैगरी राष्ट्रिय समृद्धि हासिल गर्नु, वित्तीय सुशासन कायम गर्नु, सरकारमाथि नियन्त्रण र सन्तुलन कायम गर्नु, सार्वजनिक कोषको व्यवस्थित उपयोग गर्नु, राष्ट्रिय आयको समन्यायिक वितरण गर्नु, रोजगारी सिर्जना गर्नु। यो भयो हाम्रो बजेटको महत्त्व। यसमा मैले धेरै लेखेको छु। तपाईलाई महत्त्वपूर्ण बुँदाहरू जुन लाग्छ त्यो उल्लेख गर्न सक्नुहुन्छ, किनभने हाम्रो प्रश्न मार्किङ अनुसार लेख्नुपर्छ एन्सर। 5 मार्कमा सोधेछ भने 4वटा उद्देश्य र 4वटा महत्त्व दिँदा हुन्छ। अन्त्यमा हामीले निष्कर्ष लेख्न सक्छौँ। अतः